टेस्टिङ अफ हाइपोथेसिस। आज हामी अध्ययन गर्नेछौँ टेस्टिङ अफ हाइपोथेसिस। यो अन्तर्गत हाम्रो एमबिएस फर्स्ट सेमेस्टरमा जेड टेस्ट, टी टेस्ट, एफ टेस्ट र काई स्क्वायर टेस्ट चारवटा टेस्टको बारेमा हाम्रो सोध्ने गर्छ। योबाट हाम्रो मोटामोटी झन्डै 45 देखि 50 मार्क्सको इक्जाममा आउने गर्छ। अनि यसैसँगै महत्त्वपूर्ण च्याप्टर रहेको छ कोरिलेसन एन्ड रिग्रेसन एनालाइसिस। यसबाट कन्फर्म 20 को। अब 50, 20, 70 झन्डै 70% मार्क्स हाम्रो कभर गर्छ इन दुईटा च्याप्टरले। र इन दुईटा च्याप्टर म्याक्सिमम 10 आवर 10 घन्टामा यी पुरै च्याप्टरहरू यानि कि एमबिएस फर्स्ट सेमेस्टर स्टेट पास गर्नको लागि 10 घन्टा दिनुहुन्छ भने ग्यारेन्टीको साथ पास हुन सक्नुहुन्छ। अनि तपाईको त्यस्तै गरेर जुन प्रोबेबिलिटी डिस्ट्रिब्युसन अनि त्यसमा यो स्याम्पलिङ एन्ड इस्टिमेसन तीनटा च्याप्टर जो बाँकी छ त्यो हाम्रो जुन इस्टिमेसन त हाम्रो यो पढ्यो भने त्यो केही लाग्दैन, सजिलै लाग्छ। अनि प्रोबेबिलिटी डिस्ट्रिब्युसनमा तपाईको सर्ट दायाँ बायाँ गर्दाखेरि 10-15 मार्क्सको त्यो बन्छ। तपाईले ध्यान दिएर यिन दुईटा च्याप्टर हेर्यो र अरु च्याप्टरलाई अलिअलि हेरेर गयो भने इक्जाममा 70 देखि 80 मार्क्सको एटेम्प गर्न सकिन्छ। यिन दुईटा च्याप्टरबाट मात्रै 70 मार्क्सको ग्यारेन्टेड आउँछ। कुनै वर्ष त्यो अलि तलमाथि भयो भने 60 को त तपाईँ लेखेर राख्नुहोस्, यिन दुईटै च्याप्टरबाट आउँछ। त्यही भएर यी दुईटा च्याप्टर जसले बुझ्यो त्यसले पास गर्यो। र टेस्टिङ अफ हाइपोथेसिस र कोरिलेसन एन्ड रिग्रेसन एनालाइसिसलाई एटेन्ड गर्न सकेन भने त्यो विद्यार्थी एमबिएस फर्स्ट सेमेस्टर स्टेटमा पास गर्न सक्दैन। त्यही भएर यो महत्त्वपूर्ण च्याप्टरलाई सजिलो भाषामा व्यवहारिक रूपले बुझाउने प्रयास गर्नेछौँ। र यो च्याप्टरलाई हामी यति सजिलो तरिकाले बुझाउनेछौँ जहाँसम्म लाग्छ यो जुन कुरा तपाईले यहाँ मैले भन्छु त्यो ध्यान दिएर सुन्नुभयो भने चाहिँ यो पुरै यो काई स्क्वायर टेस्टसम्म यानि कि कोरिलेसन एन्ड रिग्रेसन एनालाइसिस समेत इजिली बुझ्न सक्नुहुनेछ। अब हामी लागौँ विषयवस्तुतर्फ। विषयवस्तुतिर लाग्दै गर्दाखेरि हामीले अब बुझ्नु के पर्यो भनेपछि टेस्टिङ अफ हाइपोथेसिस यो भनेको के हो त? पहिलो कुरा त हामीले के बुझ्नु पर्यो, हाइपोथेसिस टेस्टिङ भनेको के हो। एमबिएस अध्ययन गरिरहेछौँ, कसैले सोध्यो हाइपोथेसिस टेस्टिङ भनेको के हो, मलाई यसको केही थ्योरेटिकल कन्सेप्ट बुझाउ त भनेर कसैले सोध्यो। अब तपाईले कसरी इलुस्ट्रेट गर्ने, यो कसरी बताउने, अब हामी यसको बेसिकबाट जाउँ है। अब के आयो यहाँ, टेस्टिङ सुरुमा। टेस्टिङ अफ हाइपोथेसिस। टेस्टिङ भनेको के हो, परीक्षण, अफ भनेको को, हाइपोथेसिस भनेको परिकल्पना। के रहेछ, टेस्टिङ भनेको परीक्षण, अफ भनेको को, हाइपोथेसिस भनेको परिकल्पना। यानी कि हाइपोथेसिस टेस्टिङ भनेको परिकल्पनाको परीक्षण हो। हामीले गरेको परिकल्पना सही छ कि गलत छ भनेर टेस्ट गर्ने एउटा स्ट्याटिस्टिकल टुल के हो, टेस्टिङ अफ हाइपोथेसिस हो।
अब यति भन्दै गर्दाखेरि अब के को परीक्षण, के को टेस्टिङ भन्ने कुरा आउला। हाइपोथेसिस टेस्टिङ के को भनेर, यो के को टेस्टिङ गर्छ? पपुलेसन प्यारामिटर। अब तपाईँको मनमा के जाला? पपुलेसन भनेको के हो, प्यारामिटर भनेको के हो भन्ने कुरा जाला। अब हामी त्यतातिर लागौँ। सुरुमा हामीले के बुझ्नु पर्यो भनेपछि यसमा पपुलेसन भनेको के हो? पपुलेसन भनेको के हो भनेर बुझ्दाखेरि तपाईले इन्टायर नम्बर अफ पिपुल, के भने पपुलेसन भनेको के हो? होल नम्बर अफ पिपुल। यसमा मान्छेको मात्रै सङ्ख्या आउँदैन है। कुनै बेला यसले पपुलेसन प्यारामिटर टेस्ट भनेर त्यहाँ कुनै जनावरको अर्थात् यानि एनिमल्सको टोटल सङ्ख्या दिए पनि त्यो चाहिँ पपुलेसनै हुन्छ। स्टेटको यसको भाषामा, हाइपोथेसिसको भाषामा त्यो पपुलेसन भनेको त्यही हुन्छ। अनि कुनै नुडलको सङ्ख्या दियो, कुनै ड्रग्सको सङ्ख्या दियो, कुनै अरू टेस्टिङ दियो भने त्यहाँनिर त्यसलाई हामीले पपुलेसनै भनेर एज्युम गरेर मान्नुपर्छ। त्यो एउटा टेस्टिङ अफ हाइपोथेसिसको एजम्सन हो। पपुलेसन भनेको के हो? होल नम्बर। जस्तै अब नेपालको जनसङ्ख्या 2,94,05,12 भनिदियो कसैले, यो के हो? टोटल पपुलेसन हो। अब पपुलेसन प्यारामिटर भनेको के हो? यो भनेको एउटा हामीले नाप्ने टुल्स हो। त्यो हामीले जुन पपुलेसनभित्र हामीले कुनै पनि इन्डिकेटर, यसको हाइट, एभरेज हाइट नेपाली पिपुलको 5'5" छ भने यो के हो हाम्रो? कुनैले भनिदियो, उसलाई एउटा अनुमान लाग्यो नेपालीहरूको औसत उचाइ 5.5 फिट छ भने अब त्यसमा होल पपुलेसन 2,94,00,000 जुन जनसङ्ख्या छ त्यो के हो? पपुलेसन हो। अब पपुलेसन भनेको के हो भन्ने कुरा चाहिँ तपाईले कन्फ्युज नरह्यो होला। अब क्वेसनमा यो कुरा एकदमै इजी तरिकाले बुझिन्छ। अब पपुलेसन पछि अब यसमा हामीले बुझ्नै पर्ने अर्को टर्मोलोजी के छ भनेपछि स्याम्पल। स्याम्पल 2 नम्बर। अब स्याम्पल भनेको के हो? पपुलेसन भनेको हामीले एग्रिगेट पिपुल अर्थात् एग्रिगेट जे कुरा पनि दिएको छ त्यो सबै होल नम्बर के हो भने हामीले पपुलेसन भन्यो। अब 2,94,00,000 हामीले पपुलेसन भन्यो भने एभरेज हाइट 5.5 फिट छ भनेर कसैले दाबी गर्यो भने हामीले प्रत्येक मान्छेको औसत उचाइ नाप्न सम्भव छ? त्यो कुरा इम्पोसिबल छ। किन इम्पोसिबल छ? 2,94,00,000 मान्छे सामु उसले जाँदा जाँदै यो 500 जुनीको लाइफ बितिसक्छ, तर त्यो त्यहाँसम्म पुग्न सक्दैन एउटा इन्डिभिजुअल। अब के गर्नुपर्छ? ए हाइट यो साँच्चीकै 5'5" रहेछ कि भनेर उसले पूर्व मेचीदेखि महाकाली ताप्लेजुङदेखि दार्चुलासम्मका करिबन 5,000 मान्छेलाई लियो। उसले कहाँबाट ल्यायो? 2,94,00,000बाट कति लियो? 5,000लाई लियो र तिनीहरूको हाइट नाप्न थाल्यो। अब कसैको 5 फिट, कसैको 4 फिट, कसैको 6 फिट, कसैको 5.5, कसैको 5.3, यो विभिन्न किसिमको औसत उसले सबैको इन्डिभिजुअल निकाल्छ र पछि एग्रिगेटमा तिनीहरूको कति आयो भनेर टोटलले डिभाइड गर्छ। अब यो स्याम्पल भनेको के हो भन्ने कुरा बुझ्नलाई गाह्रो नहोला। होल पपुलेसनबाट हामीले जति नम्बर तान्छौँ त्यो के हो? हाम्रो स्याम्पल हो। जस्तै कसैले के भन्यो भनेपछि एउटा पसलमा दुध लिन गयो, 1 लिटर दुध लिन गयो भने उसलाई भन्यो यहाँ ठ्याक्क एक्ज्याक्ट 1000 ml नै हुन्छ भन्यो। अब तपाईँलाई विश्वास लागेन, एउटा डेरीमा जानुभयो,
त्यहाँ हजारौँ पोकाहरू छन्। ती हजारौँ पोकाहरू के हुन्? पपुलेसन हो। त्यहाँबाट तपाईँले 20 पोका लिएर तपाईँ तोल्न थाल्नुभयो, त्यो के हो? सेम्पल हो। दुईटा कुरा अहिलेसम्म हामीले के बुझ्यौँ? हाइपोथेसिस भनेको के हो, सेम्पल भनेको के हो, पपुलेसन भनेको के हो र प्यारामिटर्स भनेको के हो भन्ने कुरा हामीले बुझ्यौँ। अब अझै हाइपोथेसिसलाई नै अब हामीले के सेम्पल, पपुलेसन अनि यो बुझिसक्यौँ। अब यो ल्याएको कुरा जुन छ यो ट्रु अर्थात् फल्स, एउटा यो अर्को एकदमै महत्त्वपूर्ण कुरा टी अर एफ, ट्रु अर फल्स। अब उसले दाबी गर्यो, स्याम्पल पनि ल्यायौँ, यो ट्रु हो कि फल्स हो भनेर हामीले के गर्छौँ? त्यो रियालिटीमा गएर हामीले त्यहाँ त्यसको हाइट अर्थात् त्यो दुधको जुन इक्जाम्पल दियौँ, त्यो दुध डेरीको दुध हामीले तराजुमा राखेर जोख्न थाल्छौँ र त्यो रिजल्ट के आउँछ कि उसले गरेको दाबी सही हो, त्यो के भयो? सही भयो। त्यसको रिजल्टको दाबी गलत निस्क्यो, त्यो के भयो? गलत। यानि कि एभरेज हाइट 5.3 आयो, यानि कि त्यहाँ हामीले दुधको इक्जाम्पल दियौँ 900 ml 1100 ml आयो भने त्यो के भयो? फल्स भयो। र एक्ज्याक्ट आयो अर्थात् त्यो नियरली आयो भने त्यो के भयो? त्यो भनेको ट्रु भयो। अब त्यसमा पनि एउटा बाउन्ड्री हुन्छ, कहाँसम्मको उसलाई एक्सेप्ट गर्ने, कति गल्तीलाई हामीले स्वीकार गर्ने, त्यो कुरा अब हाम्रो एकैछिनमा आउँछ। र यति बुझिसकेपछि अब हामीलाई झनै सजिलो हुन्छ टेस्टिङ अफ हाइपोथेसिस भनेको के हो भनेर। अब के भन्ने? टेस्टिङ अफ हाइपोथेसिस भनेको हामीले कुनै एउटा अनुमान गरेका छौँ, त्यो अनुमान सही हो कि होइन भनेर जुन डेटा अर्थात् नम्बर लिएर त्यसलाई हामीले कुनै एउटा स्पेसिफिक मेथड युज गरेर त्यसले भनेको कुरा सही या गलत हो भनेर परीक्षण गर्छौँ भने त्यसलाई के भनिन्छ? हाइपोथेसिस टेस्टिङ भनिन्छ। यानि कि हाइपोथेसिस टेस्टिङ भनेको हाम्रो क्लेम, अनुमान सही हो होइन भनेर डेटाको आधारमा एक्सेप्ट र रिजेक्ट गर्ने स्ट्याटिस्टिकल मेथड नै के हो? हाइपोथेसिस टेस्टिङ हो। हामीले के बुझ्यौँ? हाइपोथेसिस टेस्टिङ भनेको के हो भनेर इन्टायर कुराहरू हामीले राम्रोसँग बुझ्यौँ। अब यसपछि हामीले हाइपोथेसिस टेस्टिङ भनेको के हो भनेर त बुझ्यौँ। अब आयो हाम्रो मेन कुरा, हाइपोथेसिस टेस्टिङ कसरी गर्ने त? यसको एउटा विधि होला, पद्धति होला, प्रक्रिया होला। त्यो प्रक्रियामा गएर न टेस्ट गरौँला हाइपोथेसिस। अहिलेसम्म हामीले के मात्रै गऱ्यौँ? हाइपोथेसिस भनेको के हो, पपुलेसन भनेको के हो, सेम्पल भनेको के हो, ट्रु फल्स कसरी हुन्छ र प्यारामिटर के हो भन्ने कुरा गऱ्यौँ। यति कुरा ढुक्कले बुझियो होला। यो कुराको 50% बुझिए पनि केही छैन, क्वेसन गर्दाखेरि क्लियर हुन्छ। ल अब लागौँ हामी प्रोसेसमा। अब यसमा के छ भनेपछि प्रोसेस हाम्रो 5-6वटा स्टेपमा, कसैले 5वटा स्टेपमा सिद्ध्याउँछन्, कसैले 6वटा स्टेपमा। अब के आयो? प्रोसेस अफ हाइपोथेसिस टेस्टिङ। प्रोसेस अफ हाइपोथेसिस टेस्टिङ। अब हामी महत्त्वपूर्ण पार्टमा पुग्यौँ। यो प्रोसेस भनेको के हो भनेर हामीले जुन पपुलेसनबाट सेम्पल ल्यायौँ त्यो हामीले के को लागि ल्यायौँ? पर्टिकुलर अब्जेक्टको लागि। जस्तै हाइट यति छ भन्ने कुरा, दुधको डेरी 1000 ml नै छ भन्ने दाबीको। अनि हामीले कुनै एउटा औषधि ड्रग्स लियौँ, त्यसको इफेक्टिभनेस टेस्ट गर्नको लागि त्यसले कति काम गर्छ? टाउको दुख्यो, सिटामोलले कति काम गर्छ? यी कुराहरूको हामीले रियल लाइफमा के गर्नु पर्यो? परीक्षण गर्नु पर्यो। र त्यसको लागि हामीले एउटा निश्चित प्रोसेस अर्थात् प्रक्रिया अपनाउनु पर्छ, जुन हाम्रो यो कमन हुन्छ। जुन हाम्रो जेड टेस्ट, टी टेस्ट, एफ टेस्ट र काई स्क्वायर टेस्टमा यी प्रोसेसहरू चाहिँ हाम्रो सबैमा समान हुने गर्छ। यो हामीले एउटाको सिक्यौँ भने
अरूको हामी आफैले यो बुझेर गर्न सक्छौँ। अब यो प्रोसेसको बारेमा हामीले राम्रोसँग बुझ्ने प्रयास गरौँ। 1 नम्बर यानि कि स्टेप 1। स्टेप 1 मा हाम्रो के छ? नल हाइपोथेसिस, यसलाई केले जनाउँछ? एच नट। एच नट भनेको के हो? नल हाइपोथेसिस। अब यो कुरा, यो शब्द नसुनेको हुन सक्छ। यो हाइपोथेसिस टेस्ट गर्दाखेरि नल हाइपोथेसिस, यसलाई नेपालीमा के भन्छन्? शून्य परिकल्पना। जे कुरा भन्यो त्यही कुरा ठिक हो। यसले जहिले पनि दाबीलाई के गर्छ? 100% स्वीकार गर्छ। कसैले तपाईँलाई केही भन्यो त्यो कुरामा कुनै फरक छैन, यसले कुनै शङ्का अर्थात् केही गर्दैन भन्यो भने त्यो के हो? नल हाइपोथेसिस। H0 ले हामी डिनोटेड गर्छौँ। जस्तै मानौँ तपाईँको कलेजमा 100 जना विद्यार्थी छन्, उनीहरूको एभरेज हाइट 5.5 फिट, 5.5 फिट। कसैले के भन्यो भने 100 जना विद्यार्थीको औसत हाइट 5.5 फिट हो भन्यो भने ए ठिकै छ नि त, त्यो हाइट त्यति हुन सक्छ भन्ने कुरा केले गर्छ? नल हाइपोथेसिसले। के हो नल हाइपोथेसिस भनेको? क्वेसनमा जे दिएको छ त्यो कुरालाई हामीले एक्सेप्ट गर्दै, उसको पक्षमा उभिँदै, त्यो क्वेसनको पक्षमा हामीले पुरा गर्दै हामी के गर्छौँ? नल हाइपोथेसिस सेट गर्छौँ। यो इक्जाम्पल अर्थात् स्टेप प्रोसेस हो। त्यो आउने बेला जुन हाम्रो रियल लाइफमा क्वेसन आउने गर्छ त्यो बेला यो कुरा हाम्रो के हुन्छ? कन्ठै हुन्छ। यो अहिलेलाई चाहिँ यो कन्सेप्ट मात्रै बुझ्नु। अनि यसैमा एउटा अर्को इक्जाम्पल जोडेँ मैले। अहिले नेपालको प्रति व्यक्ति आय 1800 हुन सक्छ। पर क्यापिटा इन्कम 1800 डलर हुन सक्छ भने कसैले, यो त हामीले केही समय अगाडि हामीले कति 1570 कि समथिङ छ, यो बढेर यति हुन सक्छ भने। अब नल हाइपोथेसिस सेट गर्दाखेरि हामीले यो के भन्यो भनेपछि यो कुरा के हो? ए सही हो, त्यहाँ कुनै शङ्का छैन है, यो यही कुरा सही हो, त्यसलाई हामीले सपोर्ट गर्नुपर्छ भन्ने स्टेटमेन्ट नै के हो? नल हाइपोथेसिस। अझै यसलाई क्लियर गर्नको लागि तपाईँले एउटा पसलबाट के ल्याउनु भयो? वाइवाई चाउचाउ ल्याउनु भयो। वाइवाई चाउचाउ तपाईँले 20 वाला किनेर ल्याउनु भयो, त्यसमा कति थियो? 60 ग्राम। अब तपाईँको साथीले के भन्नुभयो भने यो पसलबाट ल्याएको चाउचाउ एक्ज्याक्ट 60 ग्राम हुन्छ भन्नुभयो, र तपाईँले ए होला त्यो 60 नै होला, परीक्षण गरेर हेरौँ भन्यो। तर सुरुमा हामीले यो परीक्षण गर्ने क्रममा के गर्छौँ भनेपछि नल हाइपोथेसिस सेट गर्दाखेरि त्यो 60 ग्राम नै हो, हामीलाई शङ्का छैन भनेर हामीले के गर्छौँ? त्यो सेट गर्छौँ। यो नै के हो? नल हाइपोथेसिस। उसले दिएको जुन डेटा दिएको छ त्यसमा कुनै फरक हुँदैन, त्यो नै के हो? शून्य परिकल्पना। के हो? नल हाइपोथेसिस हो। अब आयो स्टेप 2। अल्टरनेटिभ हाइपोथेसिस। अल्टरनेटिभ हाइपोथेसिस, यसलाई हामी डिनोटेड केले गर्छौँ? H1। अब यसको मिनिङ नै
अल्टरनेटिभ हाइपोथेसिस, वैकल्पिक परिकल्पना। हामीले हाइटको कुरा गऱ्यौँ, अनि के को कुरा गऱ्यौँ, त्यो नुडल्स चाउचाउको कुरा गऱ्यौँ। योले के भन्छ, जहिले पनि अल्टरनेटिभ हाइपोथेसिस के हुन्छ, यसको अपोजिसन। अर्थात् कसैले भन्यो त्यो चाउचाउमा 60 ग्राम हुन्छ भनेर भन्यो, यहाँ हामीले के भन्यौँ, नल हाइपोथेसिसमा ठिक छ 60 हुन्छ। योले के गर्छ, सधैँ त्यसको विपक्षमा हुन्छ, 60 ग्राम छैन है, यो के हुनसक्छ, 60 भन्दा बढी अनि 60 भन्दा कम, ग्रेटर और लेस, नट इक्वल टु 60 भनेर योले के गर्छ, जहिले पनि यसको अपोजिसनमा उभिन्छ। अल्टरनेटिभ हाइपोथेसिस भनेको जुन कुरा हामीले त्यहाँ प्रश्नमा हामीले कसैको एभरेज हाइट 60 भन्यो भने त्यो सेट गर्दाखेरि नल हाइपोथेसिसमा H0 अनि हाम्रो जुन म्यू इजिकल्स टु 60 गर्छौँ। यो म्यूको बारेमा अहिले एकछिनमा पढौँला। अहिले हामी यसको प्रोसेसलाई सरसर्ती अलिक बेसिक कुराहरू बुझिरहेका छौँ। 60 भन्यो भने अल्टरनेटिभमा आउँदाखेरि H1 मा आउँदाखेरि योले के गर्छ भनेपछि म्यू डज नट इक्वल्स टु 60, त्यो 60 हुनै सक्दैन, त्यो तलमाथि छ भन्छ। अल्टरनेटिभ हाइपोथेसिसले सधैँ अपोजिसनको कुरा गर्छ, त्यो हुँदैन। जो हामीले नल हाइपोथेसिस सेट गरेका छौँ त्यसको अपोजिटमा सधैँ उभिने हाइपोथेसिस के हो, अल्टरनेटिभ हाइपोथेसिस हो। अब कुरा आयो, योले के भन्यो, ठ्याक्क जति छ, योले के भन्यो त्यति होइन, त्यो पक्कै पनि त्योभन्दा अलिक कम या बढी छ भन्ने कुरा गर्यो भने अब दुईटैको कन्फ्लिक्ट भयो, नल र अल्टरनेटिभको कन्फ्लिक्ट भयो। अब त्यो कन्फ्लिक्टलाई कसरी रिसोल्युसन गर्ने त, हाउ टु म्यानेज द कन्फ्लिक्ट, बाई टेस्टिङ स्टेटिकल टेस्टिङ। अब हामीले एउटा निश्चित मान्यतामा रहेर हामी के गर्छौँ, अब कसको दाबी सही त भनेर हामी यसलाई पुष्टि गर्नतिर जान्छौँ। त्यसैलाई भनिन्छ हाम्रो टेस्टिङ अफ यो के भन्यो तपाईँको, टेस्ट स्टेटिस्टिक, अर्थात् टेस्टिङ अफ अ स्टेटिस्टिक। अब के आयो 3 नम्बरमा, टेस्ट अफ स्टेटिस्टिक। अब योले के भन्यो, योले आफ्नै किसिमको दाबी गर्यो, योले आफ्नै किसिमको दाबी गर्यो। अब इन दुईटैको दाबी कसको सही कसको गलत भनेर हामीले के गर्छौँ, टेस्ट गर्छौँ। अब यसमा के बुझ्नु पर्यो भने टेस्ट अफ स्टेटिस्टिक भनेको हामीले क्लेम अर्थात् हामीले जुन दाबी गरेका छौँ त्यो भन्दा रिजल्ट, यो नल हाइपोथेसिस हामीले जुन सेट गरेका छौँ नि, यो भन्दा रिजल्ट कति टाढा छ अर्थात् कति नजिक छ। एभरेज हाइट 5.5 हामीले दाबी गरेर अगाडि बढ्यौँ, योले अपोजिसन भनिसक्यो। अब यो कति टाढा कति नजिक अर्थात् एक्ज्याक्ट यति नै छ कि भनेर के गर्छ, टेस्ट अफ स्ट्याटिस्टिक। योले के बताउँछ, हामीले गरेको टेस्ट एउटा जुन छ त्यो सही थियो अर्थात् गलत थियो भनेर टेस्ट गर्ने बाटोमा हिँड्यो। हामीले 50 वटा चाउचाउ लिएर आयौँ, हामीले जुन अगाडि नुडल्सको कुरा गरेका छौँ 50 वटा लिएर आयौँ र त्यो हामी के गर्न थाल्यौँ, तोल्न थाल्यौँ। अब कसैमा 91 ग्राम आयो, कसैमा 49 आयो, कसैमा 40 आयो। अब यो केही चाउचाउमा तपाईँको त्यस्तो भयो, 5 वटामा भयो, अरू 45 वटामा ठिक्क 50 ग्राम आयो। अब 5 वटा मात्रै हामीले खराब अर्थात् अलि तलमाथि भयो भने उसले भनेको कुरालाई हामीले ठिकै मान्ने कि, अनि 10 वटामा आयो ठिकै मान्ने कि, 1 वटामा आयो त्यो साँच्चीकै त्यसको गल्तीलाई, मान्छेका केही गल्तीहरू स्वीकार हुन्छन् नि, यो हामी फर्मुलाको माध्यमबाट हामी टेस्ट अफ स्ट्याटिस्टिक गर्छौँ। त्यो फर्मुला चाहिँ हामी एकछिनमा गरौँला है। हाम्रो कुनै किसिमको त्यो गल्ती आयो, अब हामीले के भन्यौँ, यो चाहिँ हामी एउटा फर्मुला युज गरेर
टेस्ट अफ स्ट्याटिस्टिकको हामी एकछिनमा फर्मुला लेख्छौँ, त्यो फर्मुलामा सेट मात्रै गर्ने हो हामीले। जुन कुरा माथि डेटा दिएको हुन्छ त्यसलाई। अब यो 3टा स्टेप बुझियो। अनि मैले के भने यहाँ कतिसम्म हामीले गल्तीलाई त्यो गलत मान्ने। अब एउटा कम्पनीमा कुनै इम्प्लोइ काम गर्छन्, अर्थात् एउटा सेफले खाना बनाउँदै जाँदाखेरि 100 प्लेट उसले चिकन चाउमिन बनायो, त्यसमा 5वटा प्लेट के आयो, जुन टेस्ट थियो, जुन भनौँ न जुन रेसिपी थियो त्यो रेस्टुरेन्टको, त्यसको टेस्ट निस्केन। अब त्यो सेफलाई निकालिदिने त, 10वटामा आयो निकालिदिने त, 15वटामा त्यस्तै आयो निकालिदिने कि 1वटामा त्यस्तै आयो निकालिदिने। अब के गर्ने भनेर एउटा बाउन्ड्री दिन्छ। केले दिन्छ? लेभल अफ सिग्निफिकेन्ट, यानि कि तपाईले कतिसम्म गल्ती गर्यो भने त्यसलाई हामीले के गर्छौँ, एक्सेप्ट गर्छौँ भन्ने कुरा हाम्रो के हुन्छ, लेभल अफ सिग्निफिकेन्टमा। 4 नम्बरमा हामी यसको प्रोसेसको स्टेप 4 मा जान्छौँ। लेभल अफ यसमा के गर्छौँ हामीले, लेभल अफ सिग्निफिकेन्ट। अब तपाईलाई मैले के भन्यो भने यो अहिले मैले सेफको इक्जाम्पल दिएँ है। यो लेभल अफ सिग्निफिकेन्टलाई एकदमै व्यवहारिक तरिकाले बुझौँ। जस्तै उसले कति बनायो, 100वटा प्लेट चिकन मोमोको बनायो। अब उसले त्यो कम्पनीको ओनरले अर्थात् म्यानेजरले के भनेको छ भने 10वटासम्म गल्ती हुनसक्छ, मान्छेले बनाउँदाखेरि कुनै बेला त्यहाँ साल्ट यानि कि नुन अलि बढी होला, कुनै बेला कम होला। उसले 10सम्म गल्ती गर्यो भने त्यो गल्तीलाई स्वीकार गर्नु, र त्योभन्दा बढी मिस्टेक गर्यो भने चाहिँ त्यो गल्तीलाई चाहिँ एक्सेप्ट नगर्नु, यानि कि त्यो गल्तीलाई एक्सेप्ट नगर्नु र त्यो सेफलाई के गर्नु, फायर गर्नु भनेर भन्यो। यो नै के हो, लेभल अफ सिग्निफिकेन्ट। जर्नलले हाम्रो दिएको छैन भन्यो भने हामीले के मान्नुपर्छ, लेभल अफ सिग्निफिकेन्ट नदिएको अवस्थामा हामीले के मान्नुपर्छ, 0.055, यानि कि 100मा हामीले 5वटासम्म मिस्टेक गर्न पाउँछौँ। तर क्वेसनले के दिन्छ कि 1% दिन्छ कि 5% दिन्छ कि 10% दिन्छ। अब लेभल अफ सिग्निफिकेन्ट। अब यसैको हामी के गर्छौँ, यो लेभल अफ सिग्निफिकेन्टको हामी भ्याल्यु टेबलमा हेर्छौँ। जस्तै अब 5%को भ्याल्यु 1.96 प्लस माइनस भए जस्तै 1 को र 10 को हामीले त्यहाँ हेर्ने गर्छौँ। अब यो लेभल अफ सिग्निफिकेन्ट भनेको पनि त्यहाँ दिएकै हुन्छ, त्यो भ्यालुलाई मात्रै हेर्ने। यसमा पनि अब त्यस्तो साह्रो गाह्रो छैन। यो कुरालाई एकदम बेसिकली ध्यान दिएर हेऱ्यो भने यो स्टेटको हाइपोथेसिस टेस्टिङ यो खासै हुँदैन, गल्ती हुँदैन। अब लेभल अफ सिग्निफिकेन्टमा अब कुरा रह्यो गल्ती कहाँसम्म स्वीकार्य हुन्छ त भने। अब खाना पकाउने बेला पो त्यो अलि नुन कम भयो बढी भयो, त्यो रेसिपी भएन, त्यहाँ 10%सम्म गल्ती छुट होला। अब मेडिकल केसमा कसैलाई हामीले 100जना बिरामीलाई हामीले कुनै एउटा इन्जेक्सन दिइरहेछौँ, त्यहाँ 10जना बिरामीको त्यो भ्यान नखोजेर मसलमा दिइदियो भने के होला त, 100जनाको ट्रिटमेन्ट गर्दाखेरि 10जना त्यो उपचारमै बित्यो भने त्यो राम्रो भयो त भएन। प्राय मेडिकलको केसहरूमा हाम्रो के हुन्छ, लेभल अफ सिग्निफिकेन्ट अर्थात् गल्ती 1%सम्म गल्ती चाहिँ स्वीकार्य हुन्छ। 100जनालाई इन्जेक्सन भ्यान जुन यो हुन्छ यो खोजेर लाउने बेला 1जनाको मिस्टेकले तलमाथि हुन सक्छ, तर त्योभन्दा तलमाथि भयो भने त्यो डक्टर होइन, त्यसलाई डक्टरले को लागि दिएको लाइसेन्स चाहिँ राखिराख्नु पर्दैन भन्ने कुरा चाहिँ त्यो, किन भनेपछि त्यो सेन्सिटिभ कुरा हो। अनि यो हाम्रो जेट विमानहरू जुन फ्लाइटहरू हुन्छ त्यहाँ पनि हाम्रो के हुन्छ, 1% मात्रै गल्ती उसले गर्दाखेरि एक्सेप्ट हुन्छ, त्योभन्दा बढी गर्यो भने हुँदैन। तपाईँ एउटा 1000औं प्लेनहरू उडाउँदाखेरि 10% मिस्टेकलाई एक्सेप्ट गर्यो भने अब त्यस्तो मिस्टेक होला नहोला त्यो त बेग्लै कुरो। त्यो भनेको के हो,
1000वटा फ्लाइटमा हाम्रो 10वटा भनेको त 10% भनेको त 100वटा क्रेस भयो भने स्वीकार्य हुन्छ हुँदैन नि। त्यही भएर यो सेन्सिटिभ कुराहरूमा लेभल अफ सिग्निफिकेन्ट के हुन्छ भनेपछि अलिक कमै हुन्छ। यसलाई अझै राम्रो तरिकाले बुझ्दाखेरि हाम्रो यो एउटा बााउन्ड्री लाइन छ, यो भित्र भयो भने गल्ती त्यो केसलाई हामीले के गर्छौँ यसै गर्छौँ। ठिक छ, यति गल्ती हामीले गर्न पायौँ र गल्ती हामीले यता बढायौँ भने यो चाहिँ गर्न पाइँदैन, यो हाम्रो के हुन्छ रिजेक्ट हुन्छ। अब के आयो टेस्ट अफ स्ट्याटिस्टिकको कुरा हाम्रो आयो। अनि अब के आयो यहाँ क्रिटिकल भ्याल्यु। अहिले हामीले यता पनि यसको बारेमा सामान्य छलफल गऱ्यौँ, अब यता राम्ररी बुझौँ। अब क्रिटिकल भ्याल्यु, अब यो के हो भनेपछि क्रिटिकल भ्याल्यु भनेको सिधै हामीले कति टाढा भयो भने हामीले रिजेक्ट गर्ने। हामीले यहाँ माथि नै कुरा गरिहाल्यौँ, यो क्रिटिकल भ्याल्यु भनेको यो कति टाढा भयो भने हामीले रिजेक्ट गर्ने र कति नजिक छ भने एक्सेप्ट गर्ने। अब जस्तै हामीले 5% भन्यौँ, 5% को भ्याल्यु हाम्रो कति हो 1.96 यो के प्लस यो के माइनस 1.96 यो भित्र पढ्यो एक्सेप्ट, यो भन्दा बाहिर गयो रिजेक्ट। जुन हामीले भ्यालु निकालेका हुन्छौँ त्यो हाम्रो के हुनु पर्यो यो जोन प्लस माइनस 90 भित्रको बााउन्ड्रीमा पर्यो एक्सेप्ट, अनि यो भन्दा बाहिर गयो रिजेक्ट हुन्छ। अब यसमा बुझ्नुपर्ने कुरा मैले यो मेटाएँ, यसमा अर्को हाम्रो क्रिटिकल भ्याल्युमै हामीले बुझ्नुपर्ने कुरा के हो भनेपछि यो जुन भ्याल्यु आउँछ हाम्रो जहिले पनि यो तपाईको माइनस आयो भने पनि यो प्लसै हुन्छ, के हुन्छ माइनस 1.93 आए पनि यो प्लसै हुन्छ, अनि प्लस आए पनि प्लसै हुन्छ। यसलाई के गर्छौँ हामी यस्तो साइन जसलाई हामी के भन्छौँ मोडुलस भन्छौँ, मोडुलस युज गरेर नेगेटिभलाई पनि हामी के गर्छौँ पोजिटिभ, यानि कि यो भित्र भएको जुन नम्बर हुन्छ अलवेज पोजिटिभ हुन्छ। किन हुन्छ भन्ने तपाईँलाई लाग्ला, अब डिस्टेन्स छ यो म्याथमेटिकल भाषामा हामीले यता गयो भने माइनस यता गयो भने प्लस, तर मान्छेले 100 मिटर पश्चिम हिँड्यो यतातिर माइनस यो हाम्रो जुन मेन यो 0 पोइन्ट छ योबाट यता 100 मिटर हिँड्यो भने यो के प्लस, तर डिस्टेन्स त आखिरमा जता गए नि हाम्रो के हुने हो उसले हिँडेको हाइट पो यो लम्बाइ पो यताबाट यता गए पनि उसको यो सेन्टरबाट टाढा नै गएको यता गए पनि टाढा नै गएको। त्यसैले जहिले पनि यो चाहिँ हाम्रो यो हाइपोथेसिसमा जुन हाम्रो यो क्रिटिकल भ्याल्यु छ त्यसलाई हामीले के गर्छौँ मोडुलस भित्र राखेर त्यसलाई हामीले नेगेटिभलाई पनि हामी के गर्छौँ पोजिटिभ बनाउँछौँ। अब यी कुराहरू हामीले सामान्य थ्योरिटिकल यो कन्सेप्टको 5-10% बुझ्यो भने तपाईँले धेरै बुझेको हुन्छ, किनभनेपछि यसका हामी क्वेसनहरू गर्दाखेरि अर्थात् हामीले यो प्रोसेसलाई अझै डिटेलमा जाँदाखेरि यो पुरै बुझ्नुहुन्छ। अब हाम्रो के आउँछ अर्को स्टेप 6 मा के आउँछ डिसिजन। हामीले के गर्यौँ नल अल्टरनेटिभ हाइपोथेसिस सेट गऱ्यौँ, टेस्ट स्ट्याटिस्टिक गऱ्यौँ, अनि हामीले के निकाल्यौँ क्रिटिकल भ्याल्यु निकाल्यौँ, अनि हामीले त्यहाँ जुन दिएको लेभल अफ सिग्निफिकेन्ट थियो त्यो हेऱ्यौँ। यी यावत कुराहरूलाई हामीले स्टेप बाई स्टेप गर्दै जाँदाखेरि अब हामी एउटा निष्कर्षमा पुग्छौँ। अब के गर्ने हाम्रो दाबी सही थियो या थिएन, एच नट जुन हामीले एच नट भनेको के हो हामीले त्यो दाबीमा सधैँ हामीले के गरेको त्यसको पक्षमा उभिएको, अर्थात् त्यही कुरा सही हो भनेर हामीले के गरेको सपोर्ट गरेको।
त्यो कुरा हाम्रो ट्रु थियो या फल्स थियो, माथि हामीले जुन हामीले क्रिटिकल भ्याल्युको जोन यानि कि यो बााउन्ड्री भित्र थियो सही थियो, बाहिर गयो थिएन। अर्थात् यो H0लाई एक्सेप्ट र रिजेक्ट गर्ने जोन भनेकै यही हो। हामीले यसमा के गर्छौँ, क्यालकुलेटेड भ्याल्यु र टेबुलेटेड भ्याल्युको कम्पेयर गर्छौँ। यानि कि हामीले एउटा भ्याल्यु हामीले क्यालकुलेसन गरेर निकाल्छौँ, अनि हाम्रो टेबलमा एउटा भ्याल्यु हाम्रो दिएको हुन्छ, त्यो हेर्न पनि म सिकाउँछु। त्यो साह्रो गाह्रो छैन। अब हामी स्टेप वाइज गएर त्यो भ्याल्यु कसरी हेर्ने भनेर पनि हामी सिक्छौँ। त्यसको लागि हतार नगर्नु। अब यसमा के हुन्छ भनेपछि यो डिसिजन गर्दाखेरि हाम्रो जहिले पनि जुनसुकै केसमा पनि के हुन्छ भनेपछि जेड क्यालकुलेटेड भ्याल्यु के भयो, सरी जेड क्यालकुलेटेड भ्याल्यु यो साइन त तपाईँलाई थाहा होला नि, यो र यो लेस देन ग्रेटर देन। अब जेड क्यालकुलेटेड भ्याल्यु के छ, जेड क्यालकुलेटेड भ्याल्यु लेस देन टेबुलेटेड भ्याल्यु भयो भने के हुन्छ हाम्रो H0 के हुन्छ हाम्रो H0 इज एक्सेप्टेड। हामीले क्यालकुलेसन गरेको भ्याल्यु टेबलमा दिएको भ्याल्यु भन्दा कम भयो भने H0 हाम्रो के भयो, एक्सेप्टेड भयो। यदि हामीले जेड क्यालकुलेटेड भ्याल्यु इज ग्रेटर देन टेबुलेटेड भ्याल्यु भयो भने के भयो, H0 रिजेक्ट भयो। के भयो, रिजेक्ट भयो। अर्थात् जेडको भ्याल्यु हाम्रो के आयो, सानो आयो, एक्सेप्टेड। यानि कि हाम्रो दाबी सही छ, त्यो दाबी के छ, सही छ। हामीले के भनेका थियौँ भनेपछि एभरेज स्टुडेन्टको हाइट 5 हो भनेर हामीले कुनै मान्यता गरेका छौँ भने त्यो के छ, हाम्रो जेड क्यालकुलेटेड भ्याल्यु त्यहाँ टेबलमा दिएको भ्याल्यु भन्दा कम आयो। ओके, ठिक छ, हामीले त्यो कुरालाई सही गर्यौँ। हाम्रो सुरुको दाबी नल हाइपोथेसिस नै सही रहेछ, H0 हाम्रो एक्सेप्ट भयो ड्यु टु द्याट रिजन। सो त हाम्रो के भयो, H1 के भयो, रिजेक्ट भयो। एउटा एक्सेप्ट भयो भने एउटा रिजेक्ट भयो। अब हाम्रो दाबी सही भयो भने H0 एक्सेप्टेड र H1 रिजेक्टेड। हाम्रो कुरा गलत भयो, हामीले गरेको दाबी गल्ती भयो भने के हुन्छ, H1 एक्सेप्टेड H0 रिजेक्टेड। ठ्याक्क यो उल्टा हुन्छ। अब हामीले यति कुराहरू हामीले बुझ्यौँ। अब यसमा हामीले बुझ्नै पर्ने अर्को कुरा छ, यो थ्योरिटिकल पोर्सनमा सोध्ने गर्छ टाइप 1 एरर एन्ड टाइप 2 एरर भन्ने कुरा। हाम्रो पहिलो गल्ती र दोस्रो गल्ती हामीले कसरी गल्ती गर्छौँ त, हामीले यो कुरालाई पनि हामी बेसिक कन्सेप्टमा बुझ्छौँ। हामी टाइप 1 एरर र टाइप 2 एरर्स। अब टाइप 1 एरर भनेको के हो, तपाईले एउटा राम्रो केटी हेर्नुभयो, तपाईलाई मन पर्यो, उहाँसँग केही समय रिलेसनमा बस्यो। सुन्नुहोस् है, तपाईलाई केटी मन पर्यो, उसको फ्यामिली स्टेटस, उसको बिहेभियर, हरेक कुराहरू मन पर्यो, तपाईँ के गर्यो, उसँग रिलेसनमा बस्यो। कसैले कुरा लगाइदियो, त्यो केटी राम्रो होइन, त्यसको पछि नलाग्यो भनेर, तर वास्तवमा त्यो केटी के छ, राम्रै छ, तपाईँको लागि सुइटेबल छ र तपाईँको माया प्रेमलाई अगाडि बढाउनु के रहेछ, जायज रहेछ। तर त्यो हुँदाहुँदै तपाईँले त्यो केटीलाई अर्थात् त्यो केटालाई तपाईँले के गर्नुभयो, धोका दिनुभयो। त्यो धोका नै के हो, टाइप 1 एरर हो। किन हो, राम्रोलाई नराम्रो के भयो भने राम्रोलाई नराम्रो भन्नु के हो, टाइप 1 एरर हो।
टाइप 1 इरर भनेको के हो भनेपछि राम्रो हुँदाहुँदै अर्थात् यो सही हुँदाहुँदै H1 सही हुँदाहुँदै त्यसलाई के गर्यो रिजेक्ट गर्यो। यो के हो तपाईको गल्ती हो, तपाईले ठुलो भुल गर्नुभयो। यो नै के हो टाइप 1 इरर हो। मतलब नल हाइपोथेसिस, यसको मतलब के हो नल हाइपोथेसिस के थियो H0 के थियो H0 के थियो सही थियो। अर्थात् H0 हामीले के गर्नुपर्ने थियो एक्सेप्ट गर्नुपर्ने थियो। एक्सेप्ट गर्नुपर्ने थियो। हामीले के गर्यौं यसलाई रिजेक्ट गर्यौं। यो के हो हाम्रो टाइप 1 इरर हो। तपाईले त्यही केटीसँग बिहे गर्नुपर्ने थियो, त्यही केटासँग बिहे गर्नुपर्ने थियो, तर त्यसलाई धोका दिनुभयो। त्यो के हो टाइप 1 एरर यसमा है। यो चाहिँ मैले व्यवहारिक बुझाउनको लागि मैले यो भनेको, यसलाई चाहिँ अन्यथा नलिनु होला। अब के आयो टाइप 2 एरर। टाइप 2 एरर। अब यो अनुमान गर्नु त टाइप 2 एरर भनेको के हुन सक्छ भनेर तपाईं अनुमान गर्नुहोस् त। उसले कुरा लगाइदियो, मैले भर्खर कुरा गर्यो त्यो केटी नराम्रो हो भनेर तपाईले के गर्यो त्यसलाई गरेर नराम्रो केटीलाई चुज गर्यो। अर्को उसको 3-4 वटा बॉयफ्रेन्ड थिए, त्यो केटीको पछि लागेर त्यो केटीसँग तपाईले रिलेसनशिप बसाल्यो। अर्थात् त्यो बॉयफ्रेन्ड जुन थियो तपाईको उसका 5-7 वटा के थिए गर्लफ्रेन्ड थिए, तर त्यो राम्रो हो भनेर अर्कोको लयमा लागेर त्यसकै पछि लाग्यो। अर्थात् नराम्रोलाई राम्रो भन्नु, नराम्रोलाई राम्रो भन्नु नि गल्ती हो। नराम्रोलाई राम्रो भन्नु, नराम्रोलाई राम्रो भन्नु टाइप 2 एरर हो। अनि राम्रोलाई नराम्रो भन्नु टाइप 1 एरर हो। यति नै हो। यसमा तपाईले गलत मान्छेको संगत गर्नु पनि गल्ती हो, राम्रो मान्छेको संगत छोड्नु पनि के हो गल्ती हो। अब के भयो यसको मतलब के भयो नल हाइपोथेसिस H0 झुटो थियो, यो नराम्रो थियो। नराम्रो हुँदाहुँदै के गर्यो तपाईले एक्सेप्ट गर्यो। यानी कि H1 रिजेक्ट गर्ने ठाउँमा एक्सेप्ट गर्यो भने त्यो पनि गल्ती हो। टाइप 1 र टाइप 2 एरर हामीले सजिलै बुझ्यौं। के भयो टाइप 1 एरर भनेको के हो राम्रोलाई नराम्रो भन्नु, टाइप 2 नराम्रोलाई राम्रो भन्नु न गल्ती हो। ल अब यसलाई के भनिन्छ टाइप 1 एरर र टाइप 2 एररलाई के भनिन्छ। यो तपाईले जुन राम्रोलाई नराम्रो भन्नु के हो यो के हो यो तपाईको राम्रोलाई नराम्रो भन्नु के हो त। अब टाइप 1 इररमा तपाईले राम्रोलाई नराम्रो भन्यो भने यसलाई हामी के भन्छौं अल्फा। अनि टाइप 2 मा हामीले के भन्यौ नराम्रोलाई राम्रो, नराम्रोलाई राम्रो भन्नु के हो टाइप 2। अर्थात् यसलाई हामीले के भन्छौं बीटा। बीटा यस्तो हुन्छ, यसलाई के भन्छौं हामी बीटा भन्छौं। अब यसलाई छोटकरीमा बुझ्नको लागि के गरौँ भनेपछि हामी यो टाइप 1 इरर भनेको के हो रिजेक्सन ट्रियो। अर्थात् H0 अल्फालाई रिजेक्ट गर्नु भनेको यानी कि H0 राम्रोलाई रिजेक्ट गर्यो त्यो के भयो हाम्रो पहिलो गल्ती भयो। अनि अर्को के भयो फलिङ टु द रिजेक्टर इन H1। हामीले H1 लाई हामीले के गर्नुपर्ने थियो नराम्रोलाई हामीले रिजेक्ट गर्नु थियो, त्यो गर्न सकेनौं भने त्यो नै टाइप 2 एरर हो। यसमा हामीले यति कुरा गर्यौं। अब हामी यसका केही प्यारामिटर्सहरुको बारेमा हामी चर्चा गर्ने छौं। यो के भयो भने हामीले कुन स्याम्पल दिने अनि केमा कुन दिने, हामीले यो हाइपोथेसिस भित्रका हरेक कुराहरुलाई हामीले एक एक गरेर केलाउनतिर लाग्ने छौं। अब यो एकैचोटी मैले बोर्ड मेटाउने प्रयास गरे। यो चाहिँ हाम्रो सामान्य कन्सेप्चुअल क्लास हो। यसमा तपाईले
अलिकति पनि बुझ्नु भएको छ भने यो प्रोसेसलाई अझै हामी डिटेलमा बुझाएर अनि यो कसरी लेखिन्छ के लेखिन्छ भनेर बुझाएर फेरि हामी जेड टेस्टमा जानेछौँ। अब चाहिँ हाम्रो 5-10 मिनटको क्लास पछि हामी जेड टेस्टमा जानेछौँ। यानि कि त्यो चाहिँ हामी अर्को पार्टमा, यो हाम्रो भिडियो झन्डै 45-50 मिनटको पुगिरहेको जस्तो लाग्यो। अब हामी यसमा चाहिँ अब हामी के लेखौँ भनेपछि नोटेसन। अब हामीले जर्नली अब जेड टेस्ट गर्दाखेरि र हामीले कमन जेड टेस्ट, टी टेस्ट र एफ टेस्ट, काई स्क्वायर टेस्ट हाम्रा केही नोटेसनहरू हुन्छन्। त्यसमा म अहिले यहाँ 5-6वटा नोटेसनहरू मात्रै यहाँ लेख्छौँ। योभन्दा धेरै हाम्रो नोटेसन आउँदै सिक्दै गर्नेछौँ हामीले। अहिलेको लागि मैले यहाँ केही महत्त्वपूर्ण नोटेसनहरूलाई मात्रै मैले लेख्यो। यो हामीले टेस्ट गर्दाखेरि हामीले 2टा कुराहरू हुन्छन् भनेको थिएँ है मैले। पर्टिकुलर जो हामी यो फाइनेन्सियल विद्यार्थीलाई यो के हो भन्ने कुरा त्यस्तो भएन। अब के आयो? सिम्पल। अब यहाँ के आयो? सिम्पल स्ट्याटिस्टिक्स। यहाँ के आयो? पपुलेसन। अब यसलाई बुझ्नको लागि मैले यो फर्मेट बनाएर त्यतिकै काखीमा लेखे पनि हुन्थ्यो, सजिलो होला भनेर मैले। ल सुरुमा हामीले के लेख्यौँ भनेपछि साइज। यो बुझ्नुहोस् है, साइज। अब हाम्रो स्याम्पल साइज अफ 100 स्टुडेन्ट भन्यो भने हामी यहाँ के लेखौँला? अनि पपुलेसन प्यारामिटर भन्यो भने हामी के लेखौँला? यो कुरा के ल्यायो? स्याम्पल साइज। क्वेसनमा के आयो? स्याम्पल साइज अफ डट डट भन्यो भने हामी के नोटेसन दिउँला? त्यहाँ क्वेसन सार्दाखेरि हामीले जस्तै स्याम्पल साइज 100 भन्यो भने हामी के लेखौँला? यहाँ स्याम्पल साइज के इक्वल्स टु लेखौँला हामी? स्याम्पल भनेको के? हामी स्मल एन जनाएर हामी डट डट इक्वल्स टु 100 लेखौँला। यही कुरा सिकाउन खोजेको। अनि पपुलेसन दियो भने केले जनाउँला? यहाँ हामीले क्यापिटल एनले। यही कुरा सिकाउन खोजेको हो यता। ल है, अब यहाँ चाहिँ ध्यान दिनुहोस् है। अब साइज हामीलाई के दियो? स्याम्पल साइज दियो भने यसलाई हामी के बनाउँला? एन बनाउँला। पपुलेसन प्यारामिटर अर्थात् पपुलेसन साइज यो के भन्यो भने यो यहाँ चाहिँ हामी केले जनाउँला? यो चाहिँ हामीले क्यापिटल एन, यो स्मल एन। अनि 2 नम्बरमा हामीले अर्को बुझ्नुपर्ने के हो? मिन र एभरेज। मिन अर्थात् एभरेज। मिन दियो भने हामीलाई स्याम्पल मिन दियो भने हामी के लेखौँला? सिधै हामीले के भनौँला? स्याम्पल मिन। हामीलाई यो कुरा पहिला पनि थाहा छ। स्याम्पल मिन दियो भने हामी के लेखौँला? सिधै 100 बार लेखौँला। अनि हाम्रो पपुलेसन मिन दियो भने यहाँ हामी के लेखौँला? एउटा म्यू भन्ने, म्यू भन्ने छ। यसलाई हामी केमा लेखौँला? यो कुरा अहिले हामीले स्टेपलाई हामीले डिटेल न्युमेरिकलमा कसरी जाने भनेर गर्ने बेला पनि हामी म्यूको चर्चा गरौँला। यो म्यू लेख्दाखेरि हामीले उल्टो यो यु जस्तो यो भएन है, म्यू भएन। यता पनि खुट्टा काट्ने, यता पनि काट्ने, म्यू। तपाईँ यो म्यूको नोटेसन उता बुकमा पनि हेर्नु होला। यो एक्ज्याक्ट भयो भएन है, यो अलि मिलेन जस्तो लाग्यो। हामीले के लेखौँला?
स्याम्पल साइज को जुन मिन अर्थात् एभरेज दियो भने 100 बार अनि पपुलेसन प्यारामिटर दियो भने हामी त्यसलाई के गरौँला म्युले डिनोट गरौँला। अनि के आयो त्यसपछि स्ट्यान्डर्ड डेभिएसन 3 नम्बरमा हाम्रो के आयो स्ट्यान्डर्ड डेभिएसन आयो भने हामी के लेखौँला त यहाँ के लेखौँला हामी एस स्क्वायर यो स्ट्यान्डर्ड डेभिएसन है स्ट्यान्डर्ड डेभिएसन आयो हामीले यो भेरिएसनको स्ट्यान्डर्ड डेभिएसन आयो भने यहाँ हामी के लेखौँला क्यापिटल एस लेखौँला। अनि हाम्रो यहाँ ऊ आयो अब पपुलेसन प्यारामिटर स्ट्यान्डर्ड डेभिएसन अफ पपुलेसन प्यारामिटर आयो भने हामी यहाँ के लेखौँला यस्तो हामीले के लेखौँला सिग्मा यो के हो सिग्मा। अनि 4 नम्बरमा हामीले स्ट्यान्डर्ड डेभिएसनको स्क्वायर के हो भेरिएसन हो। अब हामीलाई के दियो भने भेरिएसन दियो भने स्याम्पल भेरिएसन भन्यो भने क्वेसनमा के लेखौँला हामी यसको के गरिदिउँला स्क्वायर। अनि पपुलेसन भेरिएसन भन्यो अर्थात् पपुलेसन प्यारामिटर भेरिएसन भन्यो भने यसको स्क्वायर गरिदिउँला। अनि हामीले अर्को के अब सिधै हाम्रो पपुलेसन दियो अर्थात् पपुलेसन यति उति भन्यो भने पपुलेसन भन्यो भने हामी के लेखौँला यहाँ हामीले पी के लेखौँला स्मल पीले जनाउला। यहाँ हामीले पीलाई हामीले क्यापिटल यहाँ के अब यसमा के कन्फ्युज नहोला है हामीले के भन्यो भने स्याम्पल साइज अफ डट पपुलेसन इज 100 भन्यो भने यो चाहिँ एकचोटि राम्ररी हेर्नु मैले यहाँ अरू नम्बर तपाईँलाई बुझाउनको लागि केही थपेँ। स्याम्पल साइज अफ डट 100 स्टुडेन्ट भन्यो भने हामी के लेखौँला 100 यो एन यो क्यापिटल अनि यानी सरी स्मल एन लेखेर एन इज इक्वल्स टु यति। अब पपुलेसन प्यारामिटर साइज कति भन्यो 100 भन्यो भने हामी यहाँ लेखौँला। अब के स्याम्पल मिन अर्थात् स्याम्पल यो एभरेजको कुरा गऱ्यो भने हामीले कति पनि 20 दियो भने हामी यहाँ लेखौँला। अनि यो पपुलेसन प्यारामिटर एभरेजको कुरा गऱ्यो भने हामी यहाँ लेखौँला। अनि स्याम्पल स्ट्यान्डर्ड डेभिएसन दियो भने हामी एस डिनोटेड गरेर लेखौँला। अनि पपुलेसन स्ट्यान्डर्ड डेभिएसन अर्थात् प्यारामिटरको कुरा गऱ्यो भने हामी सिग्मा लेखौँला। अनि यसको भेरिएसन दिएको छ भने एस स्क्वायर लेखौँला। अब स्याम्पलको दिएको छ भने पपुलेसनको दिएको छ भने सिग्मा स्क्वायर गरौँला। अनि पपुलेसन दिएको छ भने त्यसलाई डिनोट गर्दाखेरि हामीले स्याम्पल साइज यो सरी स्याम्पलमा हामीले यो पी स्मलले डिनोट गरौँला। अनि यो पपुलेसन प्यारामिटरमा पी क्यापिटलले गरौँला। अब यो यी सबै कुराहरू हाम्रो एउटै फर्मुलामा आउँदैन। एउटा फर्मुलामा हाम्रो कम्तीमा 4 वटा मात्रै ल है मानौ एउटा यो आयो है हामी मानौ। अब यसमा पनि हाम्रो के छ भनेपछि अब धेरै कुराहरू छ। हामीले जेड टेस्टमा हामीले 1 टेलका कुराहरू 2 टेलका कुराहरू अनि जेड टेस्ट भनेको के हो अनि त्यहाँ राइट टेल लेफ्ट टेल के हो यो अब हामी एउटा सामान्य स्टेप अझै डिपमा गएर सिकेर हामी जेड टेस्टलाई अर्को भिडियोमा हामी सुरु गर्नेछौँ। यो चाहिँ बेसिक कन्सेप्ट त तपाईँलाई झ्याउ लाग्न सक्छ सुन्नलाई, तर यो नै आधार हो। हाइपोथेसिसको यो जुन हाम्रो 45-50 मिनट जति पुग्यो यो नै के हो आधार हो। यसलाई राम्ररी बुझ्ने प्रयास गर्नु होला। यसको 50% पनि बुझ्न सकियो भने यो हाइपोथेसिसको हामीले आगामी जुन कुरा हामी गर्नेछौँ त्यसमा हामीले इजिली नै यसलाई हामी एटेन्ड गर्न सक्छौँ। यिन दुईटा च्याप्टरलाई चाहिँ नबिर्सनु होला, जुन हाम्रो टेस्टिङ अफ हाइपोथेसिस र कोरिलेसन एन्ड रिग्रेसन एनालाइसिस यो एमबिएसको बेस हो। अब हामी अर्को क्लासमा यो हामीले 2 टेल टेस्ट 1 टेल टेस्ट के हो अब यसको प्रोसेसलाई अलि विस्तृतमा गएर हामी जेड टेस्टतिर लाग्नेछौँ। जेड टेस्ट कुन कन्डिसनमा गर्छौँ भनेर अहिलेलाई बिदा हुन्छु। हस्, धन्यवाद।